आजको भिडियोमा हामीले यो मिनी बटरफ्लाई कसरी बनाउने भनेर सिक्नेछौँ। यो बनाउन एकदम सजिलो छ अनि यो मिनी बटरफ्लाई वाल डेकोरेसनको लागि पर्फेक्ट हुन्छ। यसको लागि हामीले म्याजिक रिङबाट स्टार्ट गर्नुपर्छ। म्याजिक रिङ बनाउने सुरुमा अनि मैले यहाँनिर नट स्टिच लगाए। नट स्टिच लगाउने सुरुमा, त्यसपछि 3 चेन गराउने, 1 2 अनि लास्ट वान 3 चेन गराउने। अनि त्यसपछि त्यसैको साइडमा डबल क्रोसेट लगाउने। मैले यहाँ डबल क्रोसेट लगाए। हो यसरी डबल क्रोसेट लगाउने। अब फेरि चेन 2 गराउने, 1 2 चेन गराइसकेपछि फेरि 2 डबल क्रोसेट गराउने। यहाँ मैले 1 गराए एकचोटि, यो 1 बनाए। अब फेरि त्यसैमा अर्को 2 डबल क्रोसेट भयो। फेरि चेन 2। यसरी नै हामीले 8 टाइम्स रिपिट गर्दै जानुपर्छ। यहाँ मैले मेरो 8 टाइम्स सकिसके। 8 टाइम्स बनाइसक्दाखेरि चाहिँ हामीसँग 8 वटा नै स्पेस हुन्छ। अब यो लास्ट पार्टमा फेरि 2 चेन गराउने, 1 2 भयो। 2 चेन गराएर अनि त्यसपछि स्लिप स्टिच लगाइदिने। हो यसरी स्लिप स्टिच लगाउने। मैले यहाँ स्लिप स्टिच लगाए। अब मैले 1 2 3 नेक्स्ट राउन्डको लागि 3 चेन बनाए। अब जुन अगाडिको त्यो स्पेस थियो अघिको, त्यसमा 3 टाइम्स डबल क्रोसेट गराउने। हामीसँग अलरेडी 3 चेन त्यसलाई एकचोटि काउन्ट गरिसक्यौं। यो 1 2 भयो, योसँग 3 टाइम्स भयो। त्यो सुरुको पनि काउन्ट गर्नुपर्छ, 1 2 3। अब फेरि 3 टाइम्स डबल क्रोसेट गरेको भएर हामीले अब 3 चेन बनाउने, 1 2 3 यसरी 3 चेन बनाउने। फेरि सेम स्पेसमा 3 डबल क्रोसेट गराउने, 1 भयो। फेरि अनदर 1 2 फेरि 3। अब फेरि यो सकेपछि अर्को स्पेसमा जाने, त्यसमा पनि अघिको जस्तै सेम भइहाल्यो। 3 डबल क्रोसेट गराउने अनि 3 चेन गराउने अनि फेरि सेम स्पेसमा 3 डबल क्रोसेट गर्दै रिपिट गर्दै लैजाने। यो सकिसक्दाखेरि हामीसँग चाहिँ 3 चेनको स्पेस चाहिँ हामीसँग 8 वटा हुनुपर्छ। मैले यहाँ मेरो यो राउन्ड पनि सकिसके। सबै गरेर चाहिँ मसँग 8 वटा स्पेस छ। अब यहाँ मैले लास्टमा स्लिप स्टिच लगाएर यार्न कट गरे अनि नेक्स्ट राउन्डको लागि। नेक्स्ट राउन्डमा हामीले फेरि यार्न चेन्ज गरेर मैले यहाँ व्हाइट यार्न चेन्ज गरे अनि नट स्टिच लगाए। अब त्यही ठाउँमा बलियोको लागि 1 सिंगल क्रोसेट गरे। अब 1 सिंगल क्रोसेट गरे। अब अघिको 3 चेन भएको स्पेसमा हामीले 10 टाइम्स डबल क्रोसेट बनाउँदै जानुपर्छ। 1 2
3 गराउँदै लैजाने 10 टाइम्स। यसरी 10 टाइम्स गराउँदाखेरि यहाँ मेरो यस्तो देखिन्छ। अब यो बीचमा चाहिँ एकचोटी सिंगल क्रोसेट गर्नुपर्छ। यताबाट गन्डा पनि 3 र अगाडिबाट गन्डा पनि 3 को त्यो बीचमा चाहिँ सिंगल क्रोसेट लगाउने हो। यसरी नै रिपिट गर्दै जाने। अब हाम्रो नेक्स्ट स्पेसमा जाने फेरि त्यसमा पनि 10 टाइम्स डबल क्रोसेट गर्ने। अब यहाँ जतिवटा स्पेस बाँकी छ त्यसमा प्रत्येकमा चाहिँ हामीले 10 टाइम्स डबल क्रोसेट गर्दै लैजानुपर्छ। सबै भ्याएपछि यस्तो देखिन्छ। अब लास्टमा गएर 1 सिंगल क्रोसेट गर्ने। 1 सिंगल क्रोसेट गरेपछि अब हामीले यसलाई चाहिँ फोल्ड गर्छौं अनि यस्तै खालको बटरफ्लाई बनाउँछौं। अब हामीले यसलाई मैले फोल्ड गरे। फोल्ड गरेपछि यो यस्तो देखिन्छ। अब त्यो पछाडीबाट चाहिँ स्लिप स्टिच लगाउँदै अगाडि बुट्टा भर्नुपर्छ है। पछाडीबाट अगाडिपट्टि चाहिँ स्लिप स्टिच गराउँदै ल्याउनु पर्छ। यसमा यहाँसम्म सकिसकेपछि हामीले फेरि 9 वटा चेन गराउनु पर्छ। यसमा 9 वटा चेन गराउने। यहाँ मैले 9 वटा चेन बनाएँ। अब त्यसलाई चाहिँ पछाडीबाट देख्न सजिलो हुन्छ। पछाडी फर्काएर प्रत्येक स्टिचमा चाहिँ स्लिप स्टिच लगाउँदै ल्याउने हो। यसरी स्लिप स्टिच बनाउँदै ल्याउने। पछाडीबाट गर्यो भने चाहिँ देख्न सजिलो हुन्छ। सबै सकाउने। यहाँ मैले सबै सकाएँ। अनि यार्नलाई कट गर्ने। लास्टमा यार्न कट गरिसकेपछि चाहिँ त्यो भागको बाँकी यार्नलाई चाहिँ पछाडीबाट लुकाएर निडल अथवा क्रोस जे युज गर्दा पनि हुन्छ। यसरी बटरफ्लाई बनाउन सकिन्छ। अब यो चाहिँ थोरै पिकक उचालेर आफूलाई यस्तो डिजाइन चाहिएको छ भनेदेखि चाहिँ सेकेन्ड राउन्डसम्म सेम भइहाल्यो। थर्ड राउन्डमा आएपछि चाहिँ हामीले अलिकति चेन्ज गर्नुपर्छ। सेम नै हो 10 टाइम्स डबल क्रोसेट। 5 टाइम्समा गएर चाहिँ पिकक उचाल्नुपर्छ। यो स्पेसमा चाहिँ 10 टाइम्स डबल क्रोसेट गर्नुपर्छ। सुरुमा 5 टाइम्स गरेपछि यो मेरो लास्ट भयो 5 भयो। अब 5 टाइम्स गरेपछि 1 2 3 यो पिककको लागि हो। अनि त्यहाँ गएर चाहिँ स्लिप स्टिच लगाइदिने हो। यसरी स्लिप स्टिच लगाउने। त्यो चाहिँ अलिकति पिकक उठ्छ अनि फेरि बाँकीमा चाहिँ सेम स्पेसमा गएर फेरि 5 टाइम्स डबल क्रोसेट गर्ने। अघिको जस्तै हो। अनि सबै भ्याएपछि चाहिँ यस्तो देखिन्छ। आफूलाई जुन राम्रो लाग्छ त्यही बनाउँदा भयो। अनि यसरी नै आफूलाई मन परेको कलर युज गरेर मिनी बटरफ्लाई बनाएर वाल डेकोरेसन गर्न सक्नुहुन्छ। थ्यांक यू फर वाचिङ।